हेलो गाइज गुड मर्निङ नमस्ते सबैजनालाई। आज चाहिँ बिहान बिहानै उठेर हल्का एक्सर्साइज गर्न गयो। अनि त्यस पछाडि आज मेरो अफ डे फ्री टाइम। अनि म चाहिँ आज मिनी भ्लगको साथ आएको छु, किनकि धेरै टाइम पछाडि अलिकति फुर्सदिलो भयो नि त। सो गाइज आज चाहिँ मैले बिहानै अब नुहाउनु पर्ने हुन्छ। अनि यहाँ चाहिँ युएको ठ्याक्कै भन्नुपर्दा 9:24 भएको छ, 9:24 अनि म चाहिँ अब रेस्टको दिन चाहिँ वासरुम अथवा बेडरुमहरू सफा गर्छु। त्यसमा चाहिँ हामी यहाँ 2-3जना साथी छौँ नि त, 3जनाको छुट्टी छ। अनि सो म चाहिँ टोइलेट वासरुम गाइज क्लिन गर्छु। त्यस पछाडि मेरो डेको सुरुवात हुन्छ। अनि खाना खान्छु, साथीहरूले बनाइसक्नु भएको छ, खाना खान्छु, छोरे खाना खान्छु। त्यस पछाडि मेरो डेको स्टार्ट गर्छु, म कहाँ जान्छु के गर्छु अनि सबै देखाउन त सक्दिनँ तैपनि। अनि म सबैभन्दा पहिला चाहिँ वासरुम सफा गर्छु। त्यस पछाडि गाइज आज यो सानो ब्यागभित्र भएको एउटा प्रोडक्ट छ। अनि अब विदेशमा बसेको मान्छे होइन, त्यही अनुसार त हुनु पर्यो, त्यस अनुसारको युज गर्नै पर्यो। त्यही भएर मैले चाहिँ आज सानो प्रोडक्ट स्पेसली यो मेरो स्किनहरू चाहिँ एकदमै ड्राई छ नि त, त्यसको बावजुद चाहिँ यो फेस वासले चाहिँ म स्किन केयर गर्छु। अनि त्यस पछाडि यो यहाँको एकदमै राम्रो हुन्छ। हरेक प्रोडक्टहरू नेपालभन्दा बाहिर दुबईको चाहिँ धेरै प्रोडक्टहरू मलाई एकदमै राम्रो लाग्यो, कस्मेटिक प्रोडक्टहरू। अनि त्यसको चाहिँ यो प्रोडक्ट युज गर्छु। अलिअलि राम्रो हुँदैछ नि त गाइज। अनि यो सनस्क्रिन स्किनमै युज गर्छु म, एकदमै अब यसको रिजल्ट कस्तो आउँछ हजुरहरूलाई भन्छु ल गाइज। सो आजको मिनी भ्लग स्टार्ट यहीँ, अनि अन्त पनि यहीँ गर्छु। बाई गाइज, सबैजना स्वस्थ रहनु, व्यस्त रहनु, आफ्नो केयर गर्नु। टेक केयर।